नमस्कार सम्पूर्णमा। आज हामी थोरै एबर्सनको बारेमा चर्चा गर्नेछौँ। एबर्सन भन्नाले सबैजनाले सुनेको कुरा हो, वर्ड हो। एबर्सन भन्नाले कुनै पनि गर्भवती आमाको प्रेग्नेन्सी 22 हप्ता अगावै टर्मिनेट हुनुलाई एबर्सन भनेर भनिन्छ। अब यसका केही नेपालमा यससँग सम्बन्धित केही इतिहास छ। जस्तै नेपालमा एबर्सन 2002 एडीबाट इस्वी सम्बन्धबाट लिगलाइज भयो। तर यसको पोलिसी चाहिँ 2003 मा आयो र सुरुवात चाहिँ 2004 देखि भएको हो भने एउटा मेडिकल एबर्सन अस्तिले नै टर्मिनेट गर्ने एबर्सन चाहिँ 2008 बाट सुरु भयो। र एबर्सन जुन छ यसका पोलिसीले के भनेको छ, नेपालमा 12 हप्ता भन्दा मुनिको प्रेग्नेन्सी बिना कसैको अनुमतिमा एउटा आमाको मात्रै सल्लाहमा कुनै पनि बेला गर्न मिल्छ भने 12 हप्ता पछिको एबर्सनमा गराउन मिल्दैन। नर्मल कानुन यो हो। जसमध्ये 10 हप्ता भन्दा मुनिको प्रेग्नेन्सी छ भने अस्तिले नै टर्मिनेट गर्न सकिन्छ भने 10 देखि 12 सम्मको छ भने सर्जिकल एबर्सन गर्नुपर्छ, मेडिकल एबर्सन पोसिबल हुँदैन। त्यसमध्ये पनि यो मेडिकल एबर्सन गर्ने सबैभन्दा राम्रो विक्स भनेको चाहिँ 7 देखि 8 हप्ता मानिन्छ। सबभन्दा बेस्ट विक्स चाहिँ त्यो बिचमा एबर्सन गराएको राम्रो मानिन्छ। र केही कन्डिसनमा जस्तै कि प्रेग्नेन्सी रेफ केसबाट भएको छ वा आमालाई एचआइभी एड्स, हेपाटाइटिस बी सी जस्ता बच्चामा सर्ने कन्जेनाइटल डिजिजहरू लागेको छ र त्यसै गरी के भन्छ आमाको ज्यान जोखिममा पर्नेवाला छ बच्चा जन्मिँदा, वा बच्चामा कुनै कन्जेनाइटल मालफर्मेसनहरू, कन्जेनाइटल डिसअर्डरहरू आउनेवाला छ भने दुईटा डाक्टरको सल्लाहमा कुनै पनि बेला एबर्सन गर्न मिल्छ। यो पोलिसी रहेको छ। योभन्दा बाहिर गएर गराउने एबर्सनलाई हामी इलिगल एबर्सन भनेर भन्छौँ। यो पोलिसी नै 2003 मा आएको थियो र त्यसपछि 2004 बाट सुरु भयो र अहिलेसम्म एबर्सन लिगलै रहेको छ। अब योभन्दा बाहिर एबर्सन गराउन मिल्दैन, त्यसलाई हामी इलिगल मान्छौँ। हस्त, धन्यवाद।